Roti is ready. Masu is ready. So हाम्रो legs and wings, drumsticks and wings are ready भयो. I think it's ready now. अब हामी चाहिँ यहाँ हाल्छौं है यहाँ हाल्ने टक्क लागेर Okay guys. ल आजी काका सारै मिठो मिठो हैछ काका जस्तो मान्छे राम्रो छ नि राम्रो त्यस्तै खाना मिठो बनाउँछ है ल धन्यवाद काकालाई यस्तो तारिफ गर्दिनु भयो बाजे बजे ल खानु है खाना मिठो नमिठो भयो नि त्यस्तै हो बनाउने नातिनीले बनाएको हजुर ए हुन्छ म युट्युबमा हालिदिन्छु सबैले देख्छ नि हैन मोमो पनि बनाएको मैले हो काका ए हो हजुर कति मिठो मोमो नि अस्ति गोर्खा कपमा किनेर खाएको भन्दै मिठो टेस्टी छ मैले ठ्याक्कै गोर्खा कपमा इन्स्टल गर्छु भनेको अनि दुर्गा मामालाई सोधेको त प्याक भइसक्यो अलि पहिला भन्नु पर्थ्यो भन्नु पर्यो के 6 महिना अगाडि भन्नु पर्ने हो अलि पहिला भन्नु 6 महिना अगाडि भन्नुपर्छ मतलब मेरो विचार 3 महिना जस्तो अगाडि भन्नुपर्छ रे नेक्स्ट इयर गरे हुन्छ नि त नेपाली मेलामा गर्ने सेलरोटी त एउटालाई 2 पाउन्डले यो भन्दा यति सानो यति सानो थियो के त्यही पनि क्यूमा बसेर यो बजेले तातो तातो खान्छु भने है म त लाइनमा बसेछु ए छैन भन्छ है हजुर धेरै थियो मान्छे त्यो लाइन तातो खान्छु भनेर त्यो कुरी बल्ल तीनटा भेटाए के अनि लिएर खाए कति लामो लाइन थियो नि कति लामो लाग्यो रोटीको है यस्तो लामो हुन्छ के त्यहाँ हाल्ने बित्तिकै तर त्यो अरू म एउटा प्लेट ल्याएर गर्नु पर्यो गाइस यहाँ चाहिँ मोमो पाक्दैछ र बाहिर खाँदै हुनुहुन्छ सबैजनाले म त मलाई नि जाऊ कि जाऊ भने मिठो खुलाउने हामीलाई अनि ल्याडी सघाइदिएको मैले नि ती भित्र मिठो मिठो खाँदै बसेको त्यही भएर खाँदा खाँदै अगाउँछ होइन बजे पकाउँदा के पकाउने मान्छे त त्यही रातले हगाउँछ के भने लाउँदैन बास्नाले अगाउने भनेपछि मैले अब दाइलाई नि दाइने भन्ने तपाईँलाई चाहिँ मैले अब के बुढीको साइनबाट के भने फुबु भन्ने मसँग धोइ साइन लगाएर बयमै धोसाइन उहाँलाई चाहिँ दाइ पऱ्यो नि दाइ भयो कि उतै गएर जान्छ उहाँबाट चाहिँ अलिकति उहाँलाई चाहिँ भाउजू कुरा हो नि बहिनीबाट नजिकको साइने छ भने त्यो पर्ने भयो क्या फेरि यसो भने त बुढीको साइनो लिने भने त गोमिहाल्यो हो कि अब मेरो श्रीमतीले घिलाई फुबु बिखान रे मेरो घिलाई फुबु बिल्थ्यो अरे त्यो त अहिले उता त उहाँ त मेरो दाइ हो नि फेरि हामी पैँकिलामा त हामी कालो हुन्न गोरो हुन्न एउटै हो नि हामी त होइन र त्यो भएर त हामी पैँकिलामाबाट चाहिँ तपाईँ हाम्रो पैँकिलामा घरमा आउनुभएको भाउजूलाई मैले कहाँबाट चाहिँ फुबु भन्ने भाउजू नै भन्नु पऱ्यो भन्ने कुरो मैले जानेको कुरा होइन काकाहरू छ नि हर्के काकाहरू के उसले गरेर बिगारेको उसैले हर्के अब 12-20 हुन त उहाँ अहिले बितेर जानुभयो 12-20 डाँडै गरी भन्छ त 12-20 खास वास्तवमा केलाउँदै जाँदाखेरि त्यो रहेछ कि एउटै सन्तानहरू एउटै हो 12-20 भाइ भाइको बुढीहरू अहिले चाहिँ दिन पनि एकदम राम्रो भइरहेको छ मौसमले साथ दियो यहाँ बाजे बजेहरू सबैको भेटघाट कार्यक्रम कुराकानी राम्रो भइरहेछ हुने काम गर्ने यो बुढाहरूले उनीहरूलाई झन् 12-20 नाम राख्ने जस्तै अहिले नागा नलाउने भयो भने त मान्छे थुप्रिन्छ नि त काठमाडौँमा सबै उर्लेर जान्छ नि यहाँ त्यो यो सबै इन्डियाको खेला हो
इन्डिया भयो त्यहाँ मधेसतिरको सुकुम्बासी चाप जान्छ नि भिडियो पनि आयो ल भिडियो है भिडियो यो बाजे मलाई चाहिँ अलिक कलिलो सुस्मिता छोरी घरमा मेच बनाएर खाना पाए बडो मिठो खानाको साथ ल हजुरहरूले मिठो मानिदिनु भयो त्यही नै पनि भइरहेको चलिरहेको यहाँ मिठो मिठो गफ भेटघाट कार्यक्रम धेरै धेरै धन्यवाद हस् हजुरहरू आइदिनु भएकोमा धन्यवाद समय मिलाएर होइन काका अब यहाँ साइन कस्तो छ है श्रीमतीको छोरी ल फेरि अब फेरि काका म काकामा गयो होइन यताबाट हामी पैँकी लामा दाजुभाइकोबाट छोडा पऱ्यो नि बुहारी भन्नु पर्यो कि परेन अब बुहारी भन्नु पर्यो यताबाट चाहिँ फेरि श्रीमतीबाट छोरी भयो गुरुको साइन त हो नि के भन्नु हुन्छ कता कता त यो नाता त बारेको एकातिर एकातिर अप्ठ्यारै हुन्छ अप्ठ्यारै हुन्छ के त्यही भएर हाम्रो उहिले बुढाले जाने गरेछ गाजेमा चाहिँ गुन्द्रुकको झोल यस्तै हुन्छ कि हामीहरू हो त नि गेम 2-3 नाता थप दिँदै त्यहाँबाट पनि हामी सैनी खोज्नु भने एउटा फेला पार्छ तर झन् धागो झैँ जलेको जस्तो हुन्छ अहिले भएर तपाईँले कुरा गर्नु हो नि ल हेर अब के सैनी पऱ्यो नातिले अब के भन्नु हामी पर उता गयो भने बुहारी भन्न पर्न गयो हो नि श्रीमती गर्दा फेरि आफ्नै ल यहाँ गफ पछि अब यहाँ खानाको तयारी हाम्रो आजीको छिट्टै काम भएको कारणले केही बनाएको छैन आज केही बनाएको छैन ए खाना बाँड्न भनेको त ए आउनु भिडियो गर्न पर्यो नि भिडियो होइन कोलाई हाल्ने बाजे बाजुलाई हाल्यो से खान एकदम कम आमाले नि आमाको लिएर आमाको अचार लिएर आइदियो नि त बुढा ऊ त्यो एउटा सानो त्यो सिसाको बोलमा छ बाबा हजुरले अहिले खाने भात खानु न थोरै सबै खाने बेलामा खानु पर्यो नि खानु पर्यो नि त्यति नि यति खाने हो मामा तपाईँले यति मात्रै खाने जति हाल्ने अझै हालिदिनु न त्यति आमाको आमालाई हालिदिउँ ल सुरु गर्नु बजे ए यति नि के धेरै हुन्छ नि बजे अहिले फाल्नु हुन्न के खानेकुरा न चुसियो माछ है सेतो से हो त काउले अन्त दाल नि चाहिँ ए तेरी के चना आलुसित खानुहुन्छ आलु हालम आलु अघि आलुको अचार खानुहुन्छ दालसित खान्छु दाल मात्रै दाल तेरी काका कहाँ राख्ने अब मैले यो पेटमा राख्ने नि कहाँ राख्ने स्पेस छ तपाईँको त्यहाँ रोटी हाल्दा हेर्नु त यहाँ पोलेर कति ठाउँमा पो पोल्छ त्यो छिर्कोले राम्रोसित पोल्छ नि ए हजुर ल सुरु गर्नु है यो पापडहरू लिनु बाजे केही बनाएन केही बनाएको छैन बाजे खोइ मामा माइजू आउनु भएन झन् मामा माइजू ए बाजे मामालाई फोन गरेको के अरे ब्रेकमा आउँछु भन्नुभएको थियो लन्च खान आउँछु भन्नुभएको थियो लाउनु मामा पापड खानु न खानुपर्छ नि पापड आजी लिनु है बाबाले चना मिठो लायो खानु खानु त
चना सुकुटी खानुहुन्छ आजी हिजो बेलुका बनाएको सुकुटी छ कि थोरै खानुहुन्छ भयो हिजो मासु हालिसक्यो के भयो त यति थोरै थोरै खानु हुँदो रहेछ धेरै आजै यति भएको त मैले धेरै नै खानु खानु के नि हुन्न खानु अघि रोटी खायो ल म खाएँ है बहिनी ल अझै सुरु गर्नु आज हाम्रो बाजेलाई अहिले 1 महिना उस हो के सकत भयो के सकत भएको होइन हाम्रो बाजे काका आज यहाँ फर्स्ट टाइम आउनु भएको छ काका त आइराख्नुहुन्थ्यो होइन काका काका त आइराख्नु काका त आइराख्नु भएको छ फर्स्ट टाइम आउनुभयो एकदम खुसी लाग्यो बाजेहरूलाई आएर एकछाक खाना खुलाइयो भेटघाट भयो धेरै खुसी छौँ यसरी भेट्न नि पाउने मिठो खाना नि पाउने त नि मामा हुने बेलामा ल हस् हुन्छ काका ल सुरु गर्नु सुरु बाजे जनता गुरु अहिले कहाँ हुनुहुन्छ फाम्रोतिर होला हो बसेको त फाम्रोमा होइन जनता गुरु मामाले पनि त्यस्तै फेरि पङ्के लामा हो कुरो त मिल्यो नि त मामाले त मिल्यो नि 12 बिसी कि पङ्के लामा हो भने सोध्नु भयो नि त अनि पनि पङ्के लामा हो भने आमा यो हाल्नु न आमा यो हाल्नु न साग उयो हाल्नु त लाउनु त आमा पाख्नु है भयो दाइमा चौमा बाबुमा जमन चाहिएको अब एकजना नेता निस्किनु पर्यो क्या पङ्के लामाको भित्रमा एउटा नेता निस्किएर मिलाउन सक्ने खुबी भयो त्यही बाजे हो क्या महालक्ष्मीको त्यही बाजेबाट छुटेको हो क्या शेरबहादुरहरूले बेसरी प्राइस त गरेछ के अरे भए छैन क्या नमिल्ने चाहिँ कुन चाहिँ निस्किने अब लाल गाजी छ नि त तपाईँहरूको त्यो पैसा लामो ओके कस्तो उहाँले फेरि अर्को कुरा सुन्दैन आफै मात्रै कुरा सुन्नुपर्छ भन्छ अनि कहाँ मिल्छ मेमोरी चाहिँ राम्रो छ हजुर सुन्छु कुरा त्यो मेमोरी चाहिँ हाम्रो अब कहिले काहीँ हामी दाजुभाइहरू भेट हुन्छ नि मिटिङ हुन्छ अब रेखाहरूमा अथवा त्यो क्रिकेटहरूमा क्या आइदिएर त मैले सक्यो अझ के खानेकुरा चल्यो भन्नुहुन्छ र नि यति मिठो छ यो चाहिँ खाने पनि तरिका हुन्छ कि मिठो गरेर खानु र काकाले जान्नु हुँदो रहेछ के स्वाद पनि फरक हुन्छ क्या यसलाई मिलाइ गरेर टक्क जिब्रो नि पड्कायो भने झनै मिठो हुन्छ जिब्रो पड्कायो भने गाली पनि खानुपर्छ कहिले काहीँ अरू मान्छे घिन लाग्छ भन्छ क्या मिठो अरे टेस्टी मात्र नभए हेल्दी पनि हो नि त एकदम हेल्दी राम्रो छ
डेजर्ट लास्ट मिल अफ द डे लाउनु यो खानुहुन्छ कि खानु न मेजर बुद्धि गुरुङ त दाइसँग फोनमा नि कुरा हुन्छ मेरो बेला बेलामा अनि अब मान्छे पनि हामी बेला बेलामा भेट भइरहेको छ अब यो आजको तारिकको 2 होइन अब 11 तारिक भेट हुन्छ हामी 11 मा त्यहाँ मलामी छ कि त्यहाँ हाम्रो समाजको एउटा बजे बित्नु भएको छ ए मेजर देव गुरुङको आमा बित्नु भएको छ क्या कोचबी डाँडाको हो फार्ममा धेरै हुन्छ अस्ति यहाँ यतै बस्नु काका यतै बस जता बसे नि हुन्छ त्यहीँ बसे नि हुन्छ ठिकै छ ठिकै छ पर्दैन के मेरो बाबाले केही विरोधै जनाउनु भन त थनैले कन्छी त भन्दै भएन जे कुराको नि विरोध गर्नुहुन्छ कान्छी भन्दै के गाईले पनि अब जस्तो होस् राम्रो भाग्यको कुरा हो सबैले मौका जुरेको हो नि बहिनीले निरोगी तारिकी तान भन्दा भाग्य मानिन्छन् हो सबभन्दा ठुलो कुरा सबैभन्दा निरोगी पुतो फलो स्किनको कलर र यो पसेरा कलर कस्तो छ खान्न नि मिलेछ नातिनीको तेरोबाट बुढो के अरे सन्दीप भन्यो होइन मेरो बहिनीहरू त फेरि अब के भनौँ त भनेर गीतहरू हौ सबैले मान्ने भएन आजै मान्ने जान्ने होस् हौ ल बहिनी सानो मेरो बहिनीलाई भाग्य मान्छ मेरो गीतहरू आयो परिमा धेरै धेरै होस् छोराछोरी बुहारीको सबै त्यो पाओस् हौ ल खोइ मेरो नातिनी कता गयो आमा मेरो नातिनी त गयो यहाँ नहेर मेरो नातिनी त घर नातिनी राख्यो भने त्यतिकै उज्यालो देखि मेरो माया छोरीको छोरीहरू सबै जस्तो बजेले त खगाली जस्तो भन्छ झन् पुइसमै भन्छ लौजा गोरी झन् गोरी भन्दै
नातिनीलाई राम्रोसँग पाल्नुहोस्, हेलो नगर्नुहोस् है। हामीले पालेको त्यस्तै त उहाँले पाल्नुपर्छ है। ल ल बाबा आमालाई मलाई ल मान्छे तिम्रै आउँछ है बाबु पालो कान्छो छोरासित बस्छ बाबा है। तिमीहरू दुइटा मिलेर काम गर, घर राम्रोसित धान, यो घर राम्रोसित धान, तिमीहरू काम। आदान प्रदान ल हामी ग्रुपमा एउटा फोटो खिचौँ छिटो ढिलो भयो। नयाँ घर पनि यहाँले चाहिँ किन्नु भएको छ होइन, धेरै बधाई छ। अब हाम्रो अर्कोचोटि अर्को वर्ष नि बजाइदिन काम हाम्रो भान्जी र बाबुलाई हो। हुन्छ समयले त्यही पर्खाइमै छु बाबु। म त देउता बाजे हाम्रो भगवानलाई त्यही पुकार्थेँ। ल दुर्लुङको सिमी भूमि दुर्लुङ होइन, सिद्धाबाट पञ्चासीको होइन अवश्य पुरा गर्छ तपाईँको। लौरे बनाइदिने नि सिद्धा बराले हो दाइला त। जहिले फेरि अबको ससुरालीतिर पुऱ्याइदियो होइन आशीर्वाद चाहियो। टोलु पनि भूमि देउता छ नि, ठुलो भूमि छ नि होइन। आशीर्वाद ससुरालीबाट धेरै पाउँछ अनि सफल पनि हुन्छ कि हो नि। ससुराले दिने आशीर्वाद चाहिँ स्वार्थ हुन्छ स्वार्थ हुन्छ। किनभने ज्वाइँलाई चाहिँ आशीर्वाद लायो भने त आफ्नो चेलीबेटी आशीर्वाद मनैदेखि हृदयदेखि नै आशीर्वाद हालेको हुन्छ नि त। त्यही भएर ज्वाइँहरू पनि ससुरालीतिर भेटघाट हुन पाउँदा अति खुसी हुन्छ कि। कहिलेकाहीँ बाबाआमाले चाहिँ किन होला त्यो साह्रै भन्ने नै हुन्छ है। भन्ने हुँदो रहेछ कि ससुरालीकै पछि हिँडेको छ। खाना हेरी रोजलाई मान सम्मान यो चढी हो नि त हो नि। आफ्नो मन खुसी जहाँ हुन्छ त्यही जाने त हो नि। मन खुसी छैन भने कहाँ जान्छ त नि। हाम्रो चाहिँ 8वटा एउटा बाटो पहिल्यै बित्नु हुँदैन। बाजेको चाहिँ 9वटा होइन। हाम्रो छोराहरू 3टा बजाइ अनि अहिले सबै बाहरू जम्मै आफ्नो माथि चाहिँ स्थान बनाएर हाम्रो मा मात्रै हो कि अनि बाबाको बाबा हाम्रो साइला बाबा हाम्रो बाबा 3जना फेरि एउटा बजेको 3टा बजेबाट हो कि। हामी सबै चाहिँ अब उहाँको अब छोराहरू चाहिँ 17जना छ। छोरा 17जना सबै गरेर छोरी 15जना छोरी 15जना। नाति पनाति नाति नाति आज त अब ढिलो भयो। अबको मौकामा के भन्नुहोस् भने अहिले भन्नु भने उहाँको बाबुबाट हामी छोराहरू 17जना, छोरी 15जना। अब क्वेसन आयो नातिजना कति त्यो गनेर आउनु पर्यो। त्यही बेला अब तपाईँले अब हुन त तपाईँलाई कस्तो लाग्छ एउटा भन्नुहोस् कि
अब नाति नातिना गर्नलाई मलाई बिचमा बल बिसाउनु पर्छ। परार बनाएको छु कि मैले वंश वृक्ष बनाएको छु। मैले जाने उहाँ बाहरूसँग पहिला बा हुँदादेखिको त्यो 8-9 पुस्ता अगाडिसम्मको बनाएको थिएँ। होइन त्यो त इतिहास हो नि। मैले त्यही भन्छु कि जान्ने मान्छेले एउटा किताब बनाउने सिटु पुछार आफ्नो गाउँको कामी हो दमाई हो सागी हो सिटु भन्छ आफ्नो खलक वंश हो त एउटा बनाउनु पर्यो। सबैको जब त्यस्तो हुनु पर्यो बसेर अझै त्यसलाई गरेर अब नयाँ जन्मेको भने थप्नु पर्यो होइन। अब मैले त के सोच्छ भने अब छोरीतिर पनि राख्ने के छोराको मात्रै किन राख्ने होइन। अब जस्तै बाबाको दिदी बहिनीहरू छोरीहरू तिर पनि चाहिँ त्यो हाँगा पनि त्यसरी पनि राख्ने नछुटाउने छोरीको पनि। छोरीलाई किन छुटाउने? छोरी एउटै हो नि। हाम्रोमा छोरीको हाँगालाई सँगै लिएर जाने। त्यो भएपछि त हाम्रो आफन्त कहाँ छ के छ भन्ने कुरा त्यो किताब पढेपछि त्यो वंश वृक्ष पढेपछि छर्लङ्ग हुन्छ। त्यसो भने त तपाईँ त धेरै ठाउँमा बल बिसाउनु पर्ने रहेछ। धेरै पर्दैन, हामी त्यति ठुलो छैन बल बिसाउने। अब जन्मेको जन्मै हुन्छ नि त, छोरीबाट पनि गरेर लान्छ। पहिला जस्तो है जन्मे हुन्थ्यो, अहिले त जन्माइदियो भनेर नमस्ते गर्नुपर्छ होइन। त्यो गरे पनि त्यो छोरीहरूबाट पनि उनीहरूको उताबाट लेख्दै गऱ्यो भने त कतै जाँदाखेरि त यो ठाउँमा यो रहेछ भने थाहा हुन्छ नि त। हाम्रो सम्बन्धदेखि धेरै कुरा के सबै कुरा त्यो तर यो गरिराख्नु दाइ पछिको अहिले हाम्रो छैन त्यस्तो अरू निस्कने बेला भयो झन् मिठो गफ। त नि त्यही त नि छुट्टै गाह्रो होइन अझै। समस्या छैन तिम्रो त्यो मैले 3-4 वर्ष अगाडि बनाएको छु। हाम्रो अलिक छिटै आउनु पर्थ्यो कि बजे आज होइन। बजे त छिटो जाम भनेको पुरै सिद्धिन्न यसरी। सानो भने किताब छाप्ने हो कि त्यो इतिहास हो नि। हाम्रो धेरैलाई थाहा छैन हामी कहाँबाट गएको भन्ने कुरा होइन। अब हामी चाहिँ हाम्रो जिजुबाजेहरू सानो नौपर देउरालीबाट गएको, एउटा भँगारा गएको, एउटा सिरवारी गएको। सिरवारीको पत्रको चाहिँ तगुर हो पन्मेर हामी चाहिँ एउटै जिजुबाजेको 2टा होइन त्यस्तो छ क्या। अनि त्यो रत्नको अनुसार टिका लाउने त्यो हो भने टिका लाउँदैन त्यस्तो मिठो भयो गफ होइन। काकाले झन् मिठोसँग खाइ। हजुर ए कति बजे कतिवटा म फेरि बढाउन पऱ्यो फोन गरिहाल्छु। हुन्छ हुन्छ बिहानै रेडी हो। हुन्छ म बिहानै काममा जानु काम छ त्यो दिनमा। काम बनाएर रेडी पारिदिन्छु है। ए रोटी लगेर जानु त म प्याक गरिदिइहाल्छु। छ धेरै नै मामाहरू त नि बस्नु तपाईँहरू त त्यस्तै भयो कि कुरा। अनि फेरि हामीले लिएर आयो मेरोमा छ नि फोटो दाइको अलि राम्रो हुनु पर्यो। खोइ त बजे सङ्गीता आजी मन्जु आजी रामबजारको बजेट छुट्नु भयो। अन्त टिटोतिर जानुभएको छ होइन। नेपाल बन्द हुन्छ ला हुन्छ बजेट भोलि काम छुट्टा गाह्रो भयो काका।
बाबु त कति ल हाजी ल काका ल फेरि भेट्ने बाई बाई धेरै धेरै धन्यवाद हजुर हजुर हजुरहरूलाई नि धेरै धेरै धन्यवाद समय मिलाएर आइदिनु भयो होइन एकदम खुसी लाग्यो काका ल बजे भलिबल खेल्दा अझै मोटो हुन्न कि अब नयाँ घर सरेपछि भलिबल खेल्न पर्छ कि बाजे हजुर हजुर ल हजुरहरूलाई नि धेरै धेरै बधाई है हाजी काका ल हामी फेरि आउँछौँ नि हजुरको न्यू हाउसमा नि न्यू हाउसमा ल गाउँबाट टाढा बिदाबादी हुँदै यहाँ गाउँबाट होइन एउटा गाउँबाट टोर्केली ग्रुपहरू नेपालमा घुम्थ्यो याउनु बल्ल त्यहाँ खाउको चुनामा 15-16 वर्ष ल बाई बाई आजी see you soon ल बाई बाई बजे खालै सन्ताले टिल्भी हो नि त नि भरि मिजा मलाई कसको फोन आयो ल बाई 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 रसिलो मेरा ल बाई के मैले होला मैले हो मोमो खाऊ बाबु हाम्रो दिदी दाई सबैजना आउनुभयो खाए ल भन्दा खानु कस्तो भाइरल भएको छ होइन खाए ल त खाए ल भनेको सुनेन के भएको आँखामा रातो भएको छ त तपाईँको के भयो लियोन के खाने होइन बाबु खानु है खानु खानु ल नलजाइकन जुस ल्याइदिउँ बाबुको बाबुलाई जुस ल्याएर आइदिउँ म खान्न के अहिले सिमनले खान्छ भनेर मैले खानै छैन सब्जी यो कबर कस्तो मिठो हुन्छ है मोमोको खाँदैन अब मुखमा चाट्ने मात्रै नखाने गर्छ तिमीलाई त्यो मुसाको बर्थडेको दिनमा त खोल्दैन खोलेर होइन अस्ति गोहा गफमा नि खोला खोल्दै भन्छ पुरा लेमोनेड खोल्दै भने के मामाको सामान यहाँ बल्ल 20 किलो भएको छ अझ 4 किलो पुऱ्याउन बाँकी छ कहाँ त्यो जुत्ता दुईटा लगाएर भइहाल्यो त दुईटा लगाउने के सामान सरे 10-12 किलो मोबाइल